कति रमाइलो छ देख्नु हो नि तपाईको परिचय दिनु होला सानामा यस्तो गर्दै भन्दै एउटा घरानबाट भेडेटर जाँदै गर्दाखेरिको पुरानो बात हेलो गाइज नमस्ते वेलकम टु माई न्यू भ्लग हाइलाइट्स हेरेर तपाईँले थाहा पाइसक्नु होला आज हामी कहाँ जाँदैछौँ भनेर सो गाइज अहिले चाहिँ है म यहाँ तराबाट निस्किसकेँ पाखी हेर्दै गर्नु होला है त हेलो गाइज हामी चाहिँ त्यो धरन जाने बाटोमा खाइयो अब भने फेरि आफ्नै हेलो गाइज लो हामी चाहिँ जङ्गलको बाटोमा पढ्दैछौँ है पुरै यहाँ चाहिँ आज चाहिँ बाँदर थियो अघि झन्डै लडायो गाडी पनि त्यो भएर हामी फेरि निस्किसक्यो भगवानको मन्दिर हामी चाहिँ धरानको जङ्गल पार गरेर धरानको बजारमा सुरुवाती गऱ्यौँ लगाएछ हामी चाहिँ ठ्याक्कै धरानमा आइपुग्यौँ आज पनि पुरै पानी आउला जस्तो छ अब यो धरान आउँदाखेरि चाहिँ के भयो हामीलाई जहिले पनि पानी आउने है हामी ठ्याक्कै हामी भानुचोकमा आइपुग्यौँ धरानको घन्टा गर्दै सक्नुहुन्छ त्यहाँदेखि घन्टा घर पखै गाडी पखै त्यो गाडीले फेरि कस्तै त्यस्तो लाग्यो मलाई लास्टै गिरी गर्छ क्या गाडी 4 चक्के भन्ने 2 चक्केलाई हेर्ने हामी चाहिँ धरानसँग उकालो लाग्यौँ अगाडि एउटा दोकान रहेछ हेर न म यहाँ त भोक लागिहाल्छ फेरि होइन हुँदैन घरबाट निस्किनु भोक लागिहाल्छ क्या भोक लागिहाल्छ टन्न भइयो ओ जानुपर्छ यात्रा गाडी आउँदैन चट्ट भाइहरू चढ्यो अटोमा आइपुग्यो एउटा चढ्दैछौँ अघिसम्म सास फेर्न गाह्रो हुने गरी गर्मी थियो भनेदेखि अहिले आएर भर्खरै फेरि ज्याकेट पनि ल्याएको भयो भने चाहिँ कस्तो महसुस भयो 4 देखि 5 मिनट अन्तरमा चाहिँ यति फरक छ हामी भेडेटर जाँदै गर्दाखेरि पनि बाटोमा ओह्रालो बाटो जम्मा एउटा मात्रै छ त्यो बाटो हामी प्रवेश गरिसक्यौँ कस्तो रन्केर आएको हामी धरानबाट भेडेटर जाँदाखेरि को एउटा ओह्रालो बाटो त्यो चाहिँ म देखाउँदैछु यहाँ गर्ने मुलाहरूलाई चाहिँ एकचोटि म चाहिँ पाहाडबाट गाडीमा आउँदाखेरि बक्कालै खसेर चाहिँ रोकिरहेको अनि त्यतिखेर हर्केर कुदै कुदै आएर बेल्चा बोकेर आएर फर्काउनु भएको जे हुन्छ कुदेर बेल्चा लिएर आइहाल्छ कस्तो दामी निकालेको फोटो कमेन्ट गर्नु मार्ने यो ढाका छ नि अझ त्यो लगाइ चाहिँ हामी चाहिँ भेडेटरमा आइसक्यौँ ल हेर्नु आहा यस्तो दामी मौसम छ है र सबै मान्छेहरूको चाहिँ आफ्नो फोटो खिच्ने भिडियो बनाउने कार्यक्रमहरू चलिरहेको छ झन्डै लडी है गाइज देखाउने हुँदाखेरि झन्डै लडी मान्छे है पुरै चाहिँ रमाइलो छ ल हेर्नु देखाइरहेको छु सबै हेर्नु होला मजा छ क्या यस्तो मौसम छ ल मेरो गाडी चाहिँ त्यहाँ छ अब हामी यहाँबाट निस्क्यौँ हामी जाँदैछौँ पुल चढ्नलाई है त गाइज एकचोटि भाइ त्यसो होइन उदाउँदै आइदेऊ
सबै हाम्रो टोली हो माथिसम्म देखाइदेऊ सबै टोली हाम्रो हो देखाऊ माथि तपाईँ यही टोली हो हाम्रो टोली यही हो त्यही हो हाम्रो चाहिँ फेरि यस्तो सधैँ साथमा हुन्छ यो त हुनु परेको यो पनि हुन्छ है चस्मा नलाएर पनि छ है हाम्रो देखाउ त म त यहीँ छु नाचिन्छ नि सधैँ साना पोलियो छुट्यो थियो हो साना पोलियो छुट्यो थियो नत्र त अझै के हुन्थ्यो ल मेरो गाइजहरू लिएर है सबैले यता हाम्रो टोली चाहिँ ऊ पछाडिको ग्याङसम्म हो देखाउँछु तिमीलाई देखाउँछु त देखाउँछु भन्दैछु त है हामी चाहिँ पुरै यहाँ आइसक्यो यो चाहिँ के भन्छन् स्काई वाक त्यो रहेछ यहाँबाट टिकट काटेर चाहिँ जानुपर्ने रहेछ अब गाडी आएको आइछ मान्छे ल्याएको ल्याइछ मान्छे गएका गएछन् मान्छे आएका आइछन् यो त अब यहाँ भनेर साथै छैन त्यो के हो हेर्नु कस्तो दामी छ भन्ने कुरा सो रहेछ हामी चाहिँ जाँदैछ दामी रहेछ क्या बाटो चाहिँ दामी छ गएको गाई छन् गएको गाई छन् गाइजहरू माथि पुगिसकेको छन् सबै हाम्रो ग्याङ हो माथिसम्म लगाएछ हामी चाहिँ लेटरको स्काई वक गर्ने ठाउँ रहेछ यहाँ भनेको पुल चढ्ने ठाउँ सिसाको पुल चढ्ने ठाउँ त्यसले गर्दाखेरि हामी ल लाग्यौँ है त सट्ट यहाँ चाहिँ टिकट गर्ने ठाउँ रहेछ ल हामी गयौँ गाइस टङ्क सर के छ अलि साह्रो भनिदिनु पर्यो है अघि ल तिनीहरूको के छ भनिदेऊ गाइजहरू यो हाम्रै गाइजहरू हुन् सबै यता हेर न गाइजहरू के खालको गाइजहरू छन् हौ यी गाइजहरू कोही बोल्दैन यार के हो यस्तो दामी ठाउँमा लिएर आएछौँ यार सर चिसो हावा कान्छी साली त फेरि पटक्कै लाजाले भुत्तकै हुन्छ नि ल यिनीहरूले के बजाउने कुरा पनि गर्छन् घरि के भन्छन् गाइज ल जे भए पनि जसो गरे पनि जे गरे पनि हामी ल थुम्कामा आइसक्यौँ ले हेर्नु दामी छ स्काई वक गर्ने ठाउँहरू क्या हेर्नु है मौसम यस्तो छ भेडेटारको अब उता चाहिँ के रहेछ मन्दिर जाने बाटो ए दामी रहेछ नि त मन्दिर हो तर पुरा चाहिँ उ भइरहेछ के अरे कुहिरो लागेछ पानी आउला जस्तो भएको छ मान्छेहरू ल दामी छ दामी ल दामी छ गाइज वाउ फाइनल्ली हामी स्काई वक गर्ने ठाउँमा आइपुगेका छौँ अब देखाउँछु म तपाईँहरूलाई कस्तो रहेछ के रहेछ भन्ने कुरा यो बाहिरपट्टिबाट हल्का यस्तो छ भनेदेखि स्काई वक धरानको भेडेटारमा रहेको यो पार्क भनौँ के भनौँ भेडेटार भनेको यही नै भेडाहरू घर बनाएको क्या यस्तो भेडाहरू थियो क्या पहिला लास्ट चिसो छ है चिसो चाहिँ दामी फोटो खिच्ने ठाउँहरू रहेछ पिङ खेल्ने ठाउँ रहेछ है माथि टावरमा गएर सबै हेर्न पाइन्छ अहिले सबै देखाउँछु म यहाँबाट उता गएको सबै भिडियोहरू देखाउँछु साथीहरू गलेर सबैजना गले हो जोस जाँगर छैन टङ्क सर के भन्छ यिनीहरू जोस जाँगर छैन भन्छन् त है के भएको क्या यिनीहरूलाई बरु माइलीको अलिकति अनुहार जोस जाँगर देखियो है माइली ल अब भित्र छिर्नको लागि यो चाहिँ कभर लाउनु पर्दो रहेछ के टाइपको हुन्छ नि त्यो लाएर फेरि फुकाल्नेवाला त्यस्तो रहेछ यो लाउँदैछु कभर यसरी चाहिँ अब रेडी भयो अब यसरी
अब म चाहिँ सबैभन्दा पहिले जान त मै हो अब त्यसै गरी म चाहिँ देखाउँ यहाँ स्लो मोसनमा कक्रोच स्टाइलमा हिँड्दैछु अब यहाँसम्म चाहिँ सबै हेलो हेलो भन्दैछ नि कि यहाँदेखि टाढो हुँदैन है सबै अब अनि यस्तै हुन्छ अनि मिलन अनि लडिएलाई जस्तो हुँदो रहेछ नि अब तलै रहेछ अनि चियाको अनि कस्तो यो अचारमा रहेछ त डर लाग्यो त मलाई लाग्छ डर डर लागिरहेको नि बोइरह्यो हौ अनुहार देखाइदेऊ अनुहार देखाइदेऊ ल सबैजना हेर त डरले के गर्नु र अब सब डर लाग्छ है जिन्दगी स्याहारभन्दा ठुलो प्यारो के छ र लास्ट डर लाग्छ अब डरले बसिहाल्यो मेरो सियो चाहिँ भेडेटारको स्काई वक भन्ने ठाउँमा आज हामी भिजिट गर्न आएका छौँ घरिघरि फुलेको बेला चाहिँ अलिकति भिडियो यतापट्टि देखाउ त यहाँनिर फुलेको बेला राम्रो देखिन्छ तर 5-5 मिनटको अन्तरालमा चाहिँ यहाँ चाहिँ कुहिरो आइराखेको हुन्छ देख्न सक्नुहुन्छ यता देखाइदियो यता भेडेटार चोक यहाँबाट टक्क सबै चोक देखिन्छ यहाँनिर अहिले भर्खर देखिँदै थियो अहिले अब यस्तो हो यहाँ मुनिबाट सिधा मुनि देखाइदियो ट्रान्सपरेन्ट छ ल फाइनली गाइस हामी चाहिँ स्काई वल्कमा हिँडेर पुरै भिजिट गरेर रमाइलो इन्जोय गरेर आइसकेका छौँ र त्यहाँको भिडियो सबै मैले देखाइसकेको छु तपाईँहरू पनि आउनु होला है मजा छ यहाँबाट आउँदो भ्यू देखाइयो यो कुहिरो झर्दै गरेको जाए कान्छी पनि आज छाताले घोच्यो आज तपाईको परिचय दिनु होला नमस्ते नमस्ते मेरो नाम हो मिलन कार्की तपाईको नमस्ते मेरो नाम कृष्ण नमस्कार अनि मेरो नाम सुजन थापा होइन होला त्यसै गरी हामी भेडेटारको यो स्काई वल्कमा रमाइलो गर्नलाई आएका थियौँ रमाइलो गरिसक्यौँ सबैतिर घुमिसक्यौँ नाचियो पनि हाँसियो पनि धेरै नाचियो पनि सबै थोक गरिसक्यो अब हामी यहाँबाट निस्किनेछौँ है ओइ झ्याप्पै आए मगर नि लर्को ओढेर बर्को ओढेर बाहुन्दाइले टुपी ठाडो पारे जनाई खोलेर बाहुन्दाइले टुपी ठाडो पारे जनाई खोलेर ओइ झ्याप्पै आए बाहुन्दाइ आयो झ्याप्पै आए बाहुन्दाइ जनाई ओढेर मगरनीको बर्को खोलेर भेडेटारको स्काई वल्कमा घुम्न जाँदाखेरि फर्केर स्काई वल्क हो क्या स्काई वक भन्छन् मान्छे वल्क लेखेको हुन्छ त्यहाँ के जस्तो लाग्छ तिमीलाई भन त वल्क भनेको हिँड्नु हो क्या वल्क भनेको नि हिँड्नु
पानी आयो पानी भाग 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 पानी आयो पानी यो चाहिँ भेडेटारको चोक रहेको छ भनेदेखि यताबाट इटरी धरानबाट आउने बाटो यो हो त्यसै गरी पहाड जाने बाटो भोजपुर शङ्खसभा जाने बाटो यो हो के भनेको बहिनी अब त्यत्रो खानु पानी आयो डर लाग्यो अब खाऊ हल्की दिनु न सुरु गरौँ गरौँ को हो अर्को थोक पाउनु है नदिनु खोर्सानी नदिनु लगाइस अब भेटाएर आएपछि चाहिँ के गर्नु त भन्दाखेरि भोक लाग्यो पानी पनि आयो चिसो चिसो मौसम के गर्नु त हेर्नु है त के डल्लो देखाउनु पिरो न पिरो तातो न तातो अब हामी त्यो माथि पिङफुले ठाउँ छ अरे नि त हौ त्यही पिङफुले ठाउँ जाने हो अनि फेरि अघि एकचोटि चुडियो अरे भनेर एउटा त्यत्तिकै गफ हान्नु रहेछ सुनेपछि होइन नजानु भन्दा रहेछ अनि के अरे राजा रानी जाने बाटो पनि यही रहेछ नि त तर अर्कोचोटि जानुपर्छ त्योचोटि अब यस्तो भयो हामी सुन्दै आउँछौँ नै होइन अर्को भ्लगमा फेरि त्यहाँ जान पनि सकिन्छ नजान पनि सकिन्छ तर हामी ठ्याट्टै घरबाट निस्किनौँ कहाँ गइन्छ भने थाहा चाहिँ हुँदैन क्या प्रायः यो भेडा देखाउनु कस्तो दामी भेडा लाग्छ क्या मलाई त देखियो पहिलोचोटि हामी जयराम सर र म आएको क्या यहाँनिर केटाकेटी रहेछ यार एउटा म एउटा भिडियो बनाइदिन्छु सानामा यस्तो गर्थेँ भनेर एउटा सो गाइज आज चाहिँ रमाइलो चाहिँ अति नै रमाइलो भयो कि अहिले चाहिँ बाटोमा फर्किँदाखेरि चाहिँ मैले भिडियोहरू बनाउन पाइनँ मोबाइल अफ भएकोले गर्दाखेरि सो अहिले घर आइपुग्यो हेरिदिनु होला कहाँदेखि हेर्नु भएको छ कमेन्ट गरिदिनु होला नयाँ छु है ल धन्यवाद